नमस्कार सम्पूर्ण दर्शक श्रोताहरूमा शुभ बिहानीको शुभ प्रभात। म कमल सापकोटा हजुरहरूमाझ उपस्थित भएको छु शुभकामना आदान प्रदान गर्नको लागि। आज यस विशेष दिन माघे सङ्क्रान्तिको सम्पूर्ण नेपाली जनप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज यस माघे सङ्क्रान्ति पर्वको आफ्नै आफ्नै विशेषता छ र आफ्नै आफ्नै समुदायमा आफ्नै आफ्नै तरिकाले यस पर्वलाई मनाइने गरिन्छ। त्यही भएर यस माघे सङ्क्रान्ति पर्व आफैमा एकदमै विशेष पर्व पनि हो। यसको महत्त्व पनि एकदमै धेरै छ। किराँती समुदायहरूको नयाँ वर्ष एलोमलोत र साथै मैथिली समुदाय र थारू समुदायको पनि नयाँ वर्ष यस पर्वलाई विशेष पर्वको रूपमा लिने गरिन्छ। थारू समुदाय र मैथिली समुदायमा यस पर्वलाई नयाँ वर्षको र हिसाब किताब सबै चुक्ता गरी र नयाँ गाउँटोलमा नयाँ नेतृत्व चयन गर्ने तरिकाले पनि यस पर्वलाई विशेष मानिन्छ थारू समुदायमा। साथै अरू समुदायमा पनि आफ्नो नजिक भएको तीर्थस्थलमा गई स्नान गरी भगवानको आशीर्वाद ग्रहण गरी घरमा आएर परिवार आफन्तजन सबै मिलेर मिठा मिठा परिकारहरू बनाएर खाने चलन प्रचलन चलिरहेको छ। साथै हजुरहरू यतिखेर कहाँ हुनुहुन्छ? सब परिवारको साथमा हुनुहुन्छ या परिवारदेखि टाढा हुनुहुन्छ या नेपालदेखि टाढा हुनुहुन्छ? जहाँ जस्तो अवस्थामा भए पनि यस पर्वलाई धुमधामसँग र मनमा खुसी राखेर र महसुस गरेर आफ्नो धर्म संस्कृति बचाउने उद्देश्यले मनाउनुहोला। जहाँ भए पनि जे भए पनि खुसी रहन सिक्नुहोला भन्दै तपाईहरूलाई यही छोटो शुभकामना व्यक्त गर्न लागि उपस्थित भएको थिएँ। सबैको दिन सुख रहोस्। जय धर्म, जय संस्कृति, जय नेपाल, जय हामी नेपाली भन्दै तपाईँहरूबाट बिदा मार्छु। फेरि पुनः अर्को भिडियोमा आउने बाचा सहित।